हेलो एभ्रिवान, आज चाहिँ म दसैँको स्पेसल डिस ल्याएको छु जो चाहिँ छ खसीको कर्ची मर्ची। भिडियो लास्टसम्म हेरिदिनु होला। म चाहिँ बोइल गरेर बनाउँछु। त्यसको लागि चाहिँ मैले अदुवाको टुक्रा, लसुन, लङ, इलाइची, तेजपत्ता हालेर बोइल गर्छु है। अन्त एकताल बोइल गरिसकेर पाकेपछि चाहिँ एकताल यसलाई वास गर्नुपर्छ। सफा पनि हुन्छ यसरी चाहिँ मासु है। अन्त चाहिँ तेलमा त्यही मसलाहरू जुन चाहिँ अघि मैले युज गरेको थिएँ त्यही मेथी पनि थपेर चाहिँ तेलमा हाल्नु होला। त्यहाँबाट चाहिँ अघिको कर्ची मर्चीलाई हालिदिनु माथिबाट। अन्त माथिबाट त्यही हो हल्दी नुन हालेर चलाउने मजाले। आज चाहिँ हेर्नुहोस् है, मैले आगोमा बनाउँदैछु। अन्त आगोमा बनाएको मासु चाहिँ एकदमै मिठो, अझै कर्ची मर्ची त कुरै नगरौँ। अनि चाहिँ मजाले चलाएर माथिबाट पेस्ट हाल्दैछु, जिरा, अदुवा, लसुन, अन्त चाहिँ प्याजको। अनि माथिबाट डल्ले खुर्सानी, मिट मसला, रङ खुर्सानी हालेर मजाले भुट्दै छोप्दै गरेर पकाउने। हेर्नुहोस् त यसरी चाहिँ पानी पनि सुक्दैछ। अन्त हेर्नुहोस् है यतिको भइसकेको छ, पाक्नु आँटेको छ। अन्त पाकी पनि सक्यो मेरो कर्ची मर्ची। धनियाँ हालिवरी म चाहिँ खानु लागि रेडी। भिडियो मन परे लाइक कमेन्ट चाहिँ गरिदिनु होला। धन्यवाद।